मिच्छुल छिन फुबुन भन्छ क्या। जस्तै अब मिच्छुल छिन ख्याल गर्ने, अन्डरलाइन गरिएको भाग मिल्ने कुरा के अथवा के चाहिँ नमिल्दो छ, के मिल्छ हेर्नुपर्छ। जस्तै यहाँनिर थाउमजुङ तल दिएको मध्ये अथवा दिएको मध्ये मित भनेको तल, छुल भनेको रेखा, छिदा भनेको कोर्नु, अनि छिदाको दा हटेर नआयो भने छिन कोरेको। थाउमजुङ मिच्छुल छिन फुबुनिनी तल दिएको अन्डरलाइन कोरिएको भागमा मान्न मुन्जाङ्गल खरुसिप्सियो मिल्ने वाक्य छान्नुहोस्। यहाँनिर 4वटा छ, 4वटा मध्येको 3टा चाहिँ मिस्टेक छ हाम्रो, र त्यो चाहिँ किन मिस्टेक भयो, कसरी मिस्टेक भयो भन्ने कुराहरू हेरौँ। यहाँनिर पहिलो नम्बरमा हेरौँ त, फसुरुल थास हेसाहे छुल्गुन हेयो भनेको छ। जस्तै थादामा असास लगाएको कुरो त मिलेको छ, तर बस चढ्ने कुराहरू हामीले पहिलेदेखि पढेको हो, गो र असासको फर्कमा। यदि कुनै पनि सवारी साधन चढेर कुनै ठाउँमा जाने कुरा गर्छ अथवा सवारी साधन चढ्ने सम्बन्धित कुरा गर्छ भने त्यति बेलामा थास नलागेर हामीले थागो लगाउनु पर्छ। चढेर गए भन्ने हुन्छ के गो। सवारी साधन चढ्ने अथवा कुनै पनि सवारी साधन चढेर कुनै स्थानमा जाने आउने कुरा गरिन्छ भने त्यस्तो बेलामा गोको प्रयोग गरिन्छ, असासको प्रयोग गर्नु मिल्दैन। त्यही भएर यो चाहिँ 1 नम्बरको एन्सर हुन सकेन। दोस्रो नम्बरमा हेरौँ, सुरुल मास्यस रक्सी पिएर उन्जन हालदुल मल्लायो। यो लउलचु आल्दा मरुदा भन्ने छ नि, ने कुरा थाहा छैन। कुनै पनि कार्य यो ग्रामर VST प्लस लउलचुल आल्दा, कुनै पनि कुरा जानेको छु अथवा थाहा छ, लउलचुल मोरुदा आयो भने चाहिँ कुनै पनि कुरा थाहा छैन, थाहा छ अथवा छैन भन्ने हुन्छ। अब यसको तुलना हामीले पढ्दै गर्दाखेरि हामीले चाहिँ लउलसी प्राप्तसँग चाहिँ तुलना गर्नुपर्ने हुन्छ। जस्तै यही क्वेसनमा सुरुल मास्यस उन्जन हासु अप्सयो, रक्सी पिएर ड्राइभिङ गर्न सक्दैन भनेको भए मिल्थ्यो। किन मिल्थ्यो भन्दाखेरि चाहिँ रक्सी पियो, उसको शारीरिक क्षमता अथवा मानसिक क्षमतामा ह्रास भयो, जसले गर्दा उसले चाहिँ ड्राइभिङ गर्न सकेन भन्न चाहिँ मिल्थ्यो। तर रक्सी पिएर यो लउलचुल आल्दा र मरुदा भनेको चाहिँ कुनै पनि कुरा जिन्दगीमा जान्दै नजानेको हुनु अथवा जिन्दगीमा जानेको हुनु। अब कोही मान्छेले मानौ रक्सी पियो, कुनै होटलमा बसेर रक्सी खान थाल्यो, त्यो रक्सी पिइसके पछाडि उसले चाहिँ त्यो गाडी चलाउने कुरा नै बिर्सिने त होइन, भन्ने कुरा थाहै